हेलो साथीहरू नमस्कार। आज चाहिँ म तपाईहरुलाई चन्द्रगिरी नगरपालिकामा रहेको मत्स्य गाउँ स्थित मत्स्य नारायणको मन्दिर दर्शन गराउन जाँदैछु। यहाँ चाहिँ तपाईको मलमासको टाइममा 1 महिनाको मेला लाग्छ। 3 वर्षमा आउँछ। रमणीय स्थल छ। यो विष्णुको पहिलो अवतार मत्स्य अवतार। यहाँ चाहिँ माछाको पूजा गरिन्छ। खास गरी विष्णु हो। विष्णुको माछाको अवतार हो। त्यही भएर यसको नाम मत्स्य नारायण रहेको। यहाँ जात्रा लाग्छ। तपाईको व्यापार चल्छ। यो स्टलहरु देखिरहनु भएको छ त्यो चाहिँ सबै अब त्यहाँ कपडा सपडा खानेकुरादेखि लिएर अन्यत्र सबै कुराहरु व्यापारको लागि राखेका छन्। त्यस रमाइलो छ। मान्ने धर्मस्थल हो। राम्रो छ। आज म तपाईहरुलाई मन्दिरसम्मको दर्शन गराउने प्रयास गरेको छु। यहाँबाट तपाईको स्तूपा शान्ति स्तूपा पनि धेरै टाढा छैन। लगभग आधा घण्टा 45 मिनेटको हाइकिङमा पुगिन्छ। समय मिलाएर त्यो पनि म तपाईहरुलाई दर्शन गराउने छु। हामी यसरी नै युट्युबको माध्यमबाट सहकार्य गर्दै अगाडि बढौँला। अहिले भने मन्दिरमा पुगेको छु। यो चाहिँ तपाईको मत्स्य नारायण मन्दिर बिचमा देखिरहनु भएको छ। मान्छेको भिड टन्नै छ। जे होस् रमाइलो छ। बिहानको दर्शन आज सोमबारको दिन रमाइलो छ। यहाँ चाहिँ तपाईको थुप्रै ठाउँबाट मान्छेहरुको आगमन छ। यो चाहिँ चारैतिरबाट पोखरीले घेरेको छ मन्दिरलाई। माछाहरु छन्। यहाँ भित्र चाहिँ अब फोटो खिच्न पाइँदैन। त्यही भएर बाहिरबाट दर्शन गराएँ मैले हजुरहरुलाई। यो चाहिँ काठमाडौँमा रहेको छ। यो पनि एउटा मत्स्य विष्णुको शक्तिपीठ हो। टाइम मिलाएर आउँदाखेरि हुन्छ। हामी सदैव सहकार्य गरेर अगाडि बढ्ने छौं। हजुरहरुलाई यस्तै ठाउँहरु देखाउने छौं र यस्तै